सयपत्रीको प्रथम भिडियो ब्लगमा तपाईलाई स्वागत छ। हजुरको चाहना हो सबले हजुरको सम्मान गरून्, जनताका हक अधिकार दरबारलाई दान गरून्। तर अफसोस हजुरलाई त जनताले नै त्यागिदिए, सक्छन् भने हजुरको पशुपतिनाथले कल्याण गरून्। नमस्कार, नेपाली भाषामा लेखिएको प्रथम नेपाली साहित्यिक ब्लगको तर्फबाट स्वीकार्नुहोस् यो चहल सयपत्रीलाई। सयपत्री साहित्यिक ब्लगमा मैले भिडियो रचनाहरूलाई पनि राख्ने योजना अनुरूप मैले पहिलो परीक्षण भिडियो ब्लग गरिसकेको छु र त्यसैको उपलब्धि स्वरूप आजदेखि नियमित रूपमा भिडियो ब्लगिङ गर्नेछु र तपाईहरुका रचनाहरूलाई भिडियोमा वाचन गरेर राख्नेछु, अडियोमा वाचन गरेर सुनाउनेछु। यदि तपाईहरुका रचना गर्नुहुन्छ र सयपत्रीमा प्रकाशन गर्न चाहनुहुन्छ भनेदेखि कृपया चहल सयपत्रीलाई आफैले अडियो भिडियो गरेर अथवा रचना मात्र उपलब्ध गराएर पनि सहयोग गर्न सक्नुहुन्छ। तपाईको रचनालाई म अवश्य वाचन गर्नेछु भिडियो अडियोको माध्यमबाट। आज प्रथम अंकमा म आफैले रचना गरेका दुईवटा रचनालाई समावेश गर्दैछु। पहिलो गजल सिंगारिक रसमा लेखिएको छ। सायद तपाईले विभिन्न पत्र पत्रिकाहरूमा यो गजल पढिसक्नु भएको छ। यो पहिला प्रकाशन भइसकेको गजल हो र म प्रस्तुत गर्दैछु सिंगारिक रसमा लेखिएको यो आफ्नो गजल आफ्नै आवाजमा। तर याद गर्नुस्, अर्को अंकदेखि तपाईका रचनाहरू मेरो आवाजमा सम्प्रेषण हुनेछन्। त सुन्नुस् यो सिंगारिक धारमा लेखिएको मेरो गजल। यो हातले त्यो सिउँदो भर्न पाए मजा हुन्थ्यो, यो हातले त्यो सिउँदो भर्न पाए मजा हुन्थ्यो, त्यही केसमा झुन्डिएर मर्न पाए मजा हुन्थ्यो, त्यही केसमा झुन्डिएर मर्न पाए मजा हुन्थ्यो। खोला पारी पुगेपछि छुट्टिनु त छँदैछ नि, खोला तर्दा हात समाई तर्न पाए मजा हुन्थ्यो, यो हातले त्यो सिउँदो भर्न पाए मजा हुन्थ्यो। के भरोसा भविष्यको हजुर कहाँ म कहाँ, मनभरिका कुरा अझै गर्न पाए मजा हुन्थ्यो, यो हातले त्यो सिउँदो भर्न पाए मजा हुन्थ्यो। सबैसँग सबै नाता तोडेरै भए पनि हजुरको दिलमा डेरा सर्न पाए मजा हुन्थ्यो, यो हातले त्यो सिउँदो भर्न पाए मजा हुन्थ्यो। गुलाफ पनि बिजाउला कोमल ती पाउमा, जताततै सयपत्री फूल छर्न पाए मजा हुन्थ्यो, जताततै सयपत्री फूल छर्न पाए मजा हुन्थ्यो, यो हातले त्यो सिउँदो भर्न पाए मजा हुन्थ्यो। दोस्रो गजल समसामयिक राजनीतिमा आधारित छ। रोकिँदैन आन्दोलनको आँधी चलेपछि, गाह्रै पर्ला निभाउन राको बलेपछि, दुनियाँले देखिसक्यो असली मुहार हजुरको, छेपारो चाहिँ हजुरले आफ्नो रंग बदलेपछि, रोकिँदैन आन्दोलनको आँधी चलेपछि। सुहाउँदैन हजुरलाई कानूनको कुरा गर्न, हजुरकै हातबाट सबै कानून जलेपछि, रोकिँदैन आन्दोलनको आँधी चलेपछि, गाह्रै पर्ला निभाउन राको बलेपछि। सुध्रिने भएदेखि सुध्रिहाल्नुस् अहिले नै, उठाउँदैनन् हजुरलाई एक पटक ढलेपछि, रोकिँदैन आन्दोलनको आँधी चलेपछि, गाह्रै पर्ला निभाउन राको बलेपछि। आजको यस प्रथम भिडियो ब्लगको अंकमा मैले आफ्नो दुईटा गजलहरू वाचन गरे। आइन्दा अंकहरूमा म तपाईका रचनाहरूलाई वाचन गर्नेछु। कृपया चहल सयपत्रीलाई प्रेषण गर्नुहोला र आजको अंकबाट यतिकैमा बिदा चाहन्छु। जाँदै स्वर्गीय कवि
हरिभक्त कटुवालले लेख्नुभएको एउटा चर्चित उहाँको कविता वाचन गरेर जाँदैछु। त सुन्नुहोस्, स्वर्गीय कवि हरिभक्त कटुवालको यो कविता। कविताको शीर्षक छ यो जिन्दगी खै के जिन्दगी। यो जिन्दगी खै के जिन्दगी, भित्र भित्रै खोक्रिएको, बाहिर बाहिर बाँचेको। यो जिन्दगी खै के जिन्दगी, भित्र भित्र खोक्रिएको, बाहिर बाहिर बाँचेको। एटमको त्रासले चुसेको, समस्याको भूतले सताएको। यो जिन्दगी खै के जिन्दगी। बन्दुकको नालामा टाउको राखेर निदाउनु पर्छ यहाँ। बन्दुकको नालामा टाउको राखेर निदाउनु पर्छ यहाँ। खुकुरीको धारमा पाइला टेकेर जिउनु पर्छ यहाँ। बन्दुकको नालामा टाउको राखेर निदाउनु पर्छ यहाँ। खुकुरीको धारमा पाइला टेकेर जिउनु पर्छ यहाँ। आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्नु पनि जगजगी। आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्नु पनि जगजगी। यो जिन्दगी खै के जिन्दगी। पसलको सोकेसमा सजाएर राखेको काँचको चुरा जस्तो यो जिन्दगी। पसलको सोकेसमा सजाएर राखेको काँचको चुरा जस्तो यो जिन्दगी। कुनै युवतीको हातमा चढ्दा चढ्दै प्याट्टा फुट्न सक्छ यो जिन्दगी। कुनै युवतीको हातमा चढ्दा चढ्दै प्याट्टा फुट्न सक्छ यो जिन्दगी। रबरको सस्तो चप्पल जस्तो यो जिन्दगी। रबरको सस्तो चप्पल जस्तो यो जिन्दगी। बाटामा हिँड्दा हिँड्दै च्वाट्टा टुट्न सक्छ यो जिन्दगी। रबरको सस्तो चप्पल जस्तो यो जिन्दगी। बाटामा हिँड्दा हिँड्दै च्याट्टा टुट्न सक्छ यो जिन्दगी। यो जिन्दगी खै के जिन्दगी। यो जिन्दगी खै के जिन्दगी।